हाई गाइज एन्ड वेलकम टु माई फेरि अर्को ब्लगमा तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ। अनि अहिले चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो पुरा पेटीमै पानी नै पानी भएछ। भर्खर पानी परेर रोकेको छ होइन। यहाँ चाहिँ हेर्न सक्नुहुनेछ हाम्रो मौसमहरू। अघि चाहिँ आकाश त कस्तो निलो थियो, कस्तो राम्रो सिन आएको थियो गाइजहरू। म चाहिँ कहिले आउँछ है त्यो पोस्ट चाहिँ आउँछ है गाइजहरू, कहिले आउँछ भोलि आउँछ होला है त त्यो पोस्ट चाहिँ। अनि यहाँ चाहिँ छ हाम्रो बोडा। यो चाहिँ टाउकोमा अडेर जाने बोडा हो कि कुन खालको हो यो होइन रह्यो। अनि गाइस यो चाहिँ मेरो चप्पल हो है। म चाहिँ यो चाहिँ लगाएर जान्छु होइन, हेर्न सक्नुहुनेछ। यो चाहिँ मेरो चप्पल हो है। म चाहिँ जाँदैछु। सब बाहिर गयो भने त यो फोन कहाँ टच भएर फेरि स्टार्ट गर्नुपर्ने हुन्छ भिडियोलाई। त्यही भएर म चाहिँ उयो खोज्दैछु क्या, त्यो टाउकोमा लगाउने हुन्छ नि एउटा। ओहो न्यू ट्रिक आयो। अब हेर्दै जानुहोस् मेरो आइडिया। फर्स्ट त हामीले क्यामेरा पकाउनुपर्छ, अनि प्लास्टिकले थोरै फोल्ड गर्नुपर्छ, अनि टाउको माथि राख्नुपर्छ यो प्लास्टिक है त गाइसहरू। ट्रिक चाहिँ काम गर्छ कि गर्दैन तर एकछिन म यो बनाएर तपाईँहरूलाई भेट्छु। हाई गाइस, हेर्न सक्नुहुनेछ मेरो चाहिँ टाउको पनि भिजेन यस्तो गर्दा चाहिँ। लेट्स ट्राई। अगाडि गएर हेरौँ है कसले के भन्दो रहेछ। लेट्स गो गाइस। म चाहिँ मेरो चप्पल छोडेर मैले यो चाहिँ मेरो न्यू चप्पल हो। तपाईँलाई देखाउन भुलेको रहेछु। यो चाहिँ हाम्रो न्यू चप्पल हो मेरो आइन्दादेखिको। हि अब गाइस जाम। म त कुदे। मेरो न्यू स्टाइल सबैलाई छक्क पर्छ मेरो न्यू स्टाइल। तर यहाँ क्यामेरामा चाहिँ देखिँदैन नि पानी परेको। म तपाईँहरूलाई प्रुफ देखाउँछु ल, पाख्नु है। देख्नुभयो नि, हेर्न सक्नुहुन्छ हाम्रो गाउँहरू चाहिँ बादल वर्षा बिजुली। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो बाँसहरू। यो चाहिँ हाम्रो किचन खन्नको लागि बनाएको, उयो गर्नको लागि, टाङ्नको लागि। अनि यहाँ चाहिँ पुरा घाँसहरू फैलिएको छ। यो चाहिँ हामी बिन्ता र म अलिक घाम लागेपछि काट्छौँ। डोको बोकेर आएर कम काट्ने हो है। हेलो गाइस, मेरो चाहिँ नि यहाँ टच भयो नि त, त्यही भएर आइहालेको है मुनि। यो चाहिँ यो चाहिँ हाम्रो मकै हो है। यसले यो चाहिँ भिज्यो है। अब यसको चाहिँ दारी जुङ्गा उखाल्दैछु म। दारी जुङ्गा होइन यो कपाल हो यसको। हामी पहिले नि खेतमा गएर यसको कपाल बाँड्थ्यौँ बिन्ता र म, कसले ज्यादा कपाल कसको धेरै कपाल हुन्छ भनेर। अहिले त हुन्न। हेर्न सक्नुहुनेछ है, हेर्न सक्नुहुन्छ। यो पनि छ, यसको पनि कपाल छ। यो चाहिँ चिन्डे हो। अनि उता चाहिँ हेर्नु होला यत्रो ठुलो बाँसकाठी। यो हाम्रोमा पनि छ यस्तो बाँसकाठी है। हाम्रो पनि छ ऊ बाँसकाठी। यो हाम्रो चाहिँ मेरो बाबा चाहिँ घुम्दै आउँदै हुनुहुन्छ कतादेखि। गाइस मेरो चप्पलमा चाहिँ हिलो लागिसकेको छ। अब यसलाई चाहिँ पखाल्नु हुँदैन। यो भ्लग चाहिँ तपाईँहरूको माझमा भोलि पनि आउन सक्छ होइन, भरे बेलुका पनि आउन सक्छ है। यो चाहिँ मेरो स्कुलको जुत्ता हो, जो चाहिँ 3 साल पुराना जुत्ता है हमारा ये। और ये 1 साल पुराना टॉस इधर खड़ा है। सो यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, यो चाहिँ मेरो डोको। सो यो चाहिँ अस्ति भर्खर बिहेको काटाएको थियो हामी लिम्बूहरूको है। लिम्बूहरूको चाहिँ यस्तो हुन्छ है पछाडिपट्टि। यहाँ चाहिँ लेखेको छ, तपाईँहरू मलाई पढेर सुनाइदिनु होला है त कमेन्ट बक्समा। त गाइस त्यो चाहिँ मैले जिपिटी बनाएको भ्लग हो। हेरिदिनु भयो, थ्याङ्क यू। अनि यसरी नै मेरो भ्लगहरूलाई पनि मन पराउँदै जानु होला। तपाईँहरूले मलाई सपोर्ट गरिदिँदै जानु होला।
हामी अवश्य एक दिन ठुलो युट्युबर हुनुपर्छ है गाइजहरू। ओके गाइज, आजको भ्लग यति नै। फेरि अर्को भिडियोमा भेटौँला। बाई।